मन्त्री त पनि पिएचडी गरेकै हुन्, टन्न पढ्नु भएको छ, विश्वभरिको इतिहास थाहा छ। संसारभरिको सबभन्दा महँगो कर मध्ये नेपालको कर पर्छ, किनकि हामी कहाँ चाहिँ कर दुई प्रकारको छ, एउटा प्रत्यक्ष कर छ, एउटा अप्रत्यक्ष कर छ। प्रत्यक्ष कर चाहिँ धनीमानीले तिर्ने कर हो, अप्रत्यक्ष कर चाहिँ बिचारा पाउरोटी किन्न जाने र 50 रुपियाँको मकै किन्नेले पनि तिर्छ। त्यो करको हाम्रो एभरेज दर कति छ? 40% छ, किनकि 298% भन्सार कर तिर्छौँ, 5% मेडिसिन ट्याक्स तिर्छौँ। यो सबै जोड्ने हो भने एभरेजमा 30 to 40% हुन्छ भने हामीलाई 100 खरबको 30% हामीले यदि डिजिटल सिस्टमबाट कर उठायौँ भने हामी कहाँ कति उठ्छ? 30 खरब रुपियाँ कर उठ्छ। तर हामी उठाइरहेको छौँ कति? लक्षै 12 खरबको राखेका छौँ। यदि हामीले अहिलेको दरमै मात्र करलाई तपाईँको चुहावट रोक्यौँ, यसका लागि के गर्नुपर्छ भनेपछि यो मैले आज अरू दोष दिनँ, मैले आइडिया बताएको, किनभने म यही क्षेत्रमा काम गरे भए हुनाले यसमा केही पनि गर्नु पर्दैन। यो 2019 सालमा राजा महेन्द्रले बनाउनु भएको कानुन अहिले पनि त्यसलाई अलिअलि संशोधन गरे जस्तो होइन, हल्का ढड्डामा लेखे जस्तो। फेरि ढड्डामा लेख्दा कर्मचारी र नेताहरूलाई फाइदा छ मन्त्रीहरूलाई, किनभने ढड्डामा लेख्यो भने त कर्मचारीले भोलि ठग्न पाउँछ, त्यहाँ मान्छेलाई व्यापारीलाई तर्साउन पाउँछ। तैँले अलिकति गलत गरिस् भनेर 7 दिन तर्साएर ब्ल्याकमेल गरेर पैसा कमाउनु पाउँछ। अब मन्त्रीलाई पनि चुनावी खर्च आउँछ। त्यो ढड्डा सिस्टम भयो भने यसलाई डिजिटल सिस्टम गरौँ त। 18 वर्ष उमेर पुगेको कुनै पनि नेपालीले प्यान कार्ड लागू गरौँ। जसरी हामीले नागरिकता र आधार कार्ड बनाउँछौँ, प्यान कार्ड बनाउन केही गाह्रो छैन। प्यान कार्ड लागू गरिसकेपछि ब्याङ्किङ सिस्टममा हामी हुन्छौँ। एउटा नेपालको तपाईँको आइआरडी, इन्डियन रेभिन्यू अफिस, जुन हाम्रो आन्तरिक राजस्व कार्यालय छ, त्यसको एउटा सफ्टवेयर निर्माण गरौँ। धेरै खर्च भयो भने त्यो सफ्टवेयर नेपालीले बनाउँदा रहेछन्। अस्ति मैले बुझेको थिएँ त्यो आइटी मेलामा जाँदा 30 करोडदेखि 35 करोडमा सफ्टवेयर बन्छ। नेपालमा बनायो भने अब विदेशीलाई ठेक्का सेक्का दिने हो भने 50-60 करोड पर्छ।